भइसकेको छ, फिर्ता ल्याऊ भन्छ भने कुन भूमि फिर्ता दिने सम्माननीय सभामुख महोदय? यहाँ आएर माफी मागेर आफ्नो तपाईँको चाहिँ शब्द फिर्ता लिएर यो राष्ट्रिय तपाईँको हामीले कसैको भूमि मिच्दैनौ। यो चाहिँ आज संसद हलमा एकदमै निकै मच्चेको देखेँ होइन। यसलाई चाहिँ म एउटा रिप्लाई दिन चाहन्छु है। यो चाहिँ संसद हल अगाडि चाहिँ नि भोला खाएर थुक्ने मान्छे होइन त यो। अनि यो चाहिँ नि के अरे हाम्रो राष्ट्रिय गाईलाई चाहिँ नि होइन काटेर बिजनेस व्यापार गर्नु। भाइ विदेशमा बसेर नभुक न यार, के कति सम्झाउँ क्या यस्तो भोसडीकाहरूलाई। मलाई वाक्क दिक्क टाउको दुखिसक्यो के। ए बाबा तिमीहरूलाई कति भनौँ क्या, कति भनौँ। विदेशमा तिमीहरू नेपालमा रोजगार राम्रो नभएर विदेश गएको हो क्या। त्यो रोजगार राम्रो नहुनुको समस्या भने सरकार हो क्या, सरकारले गर्नु नसक्या हो। अब तिमीहरू भन्छौ फेरि 3-4 महिना हुँदैछ अझै बाँकी छ समय गर्छ। ए बाबा गर्नेले एकै दिनमा गर्छ क्या, 1 महिनामै गर्छ क्या, लाग्दैन क्या यत्रो 8-9 महिना। अनि 8-9 महिना 1 वर्ष सकिसकेपछि त 4 वर्ष, 4 वर्षमा 4 वर्ष पनि सिद्धिसकेपछि अनि फेरि बोर्ड हाल्ने, फेरि जिताउने। ए बाबा 5-5 वर्ष थप गरेको गरिन्छ त। तिमीहरू त्यही बस्ने विदेशमा त्यही काम गर्ने ठाउँमा हेर, तिमीहरू 2 वर्ष त्यो बसेको ठाउँमा फेरि 3 वर्ष पछाडि त्यो ठाउँमा फर्केर आऊ त, कस्तो चेन्जेस भइसक्यो हुन्छ। अनि नेपालमा त्यस्तो चेन्जेस छैन क्या भाइ। हामी यहाँ नेपालमा बसेर दुःख भोग्नेलाई सोध न कति प्रब्लमहरू छ क्रिएट गर्नुपर्ने। यति समस्यासँग सरकारसँग जुतेर चाहिँ अगाडि बढ्नुपर्ने कामहरू छ क्या। आफ्नै काम गर्दा पनि क्या, रोजीरोटी पाल्नलाई पनि त्यस्तो अवस्था छ क्या। तिमीहरू विदेशमा बसेर बोलेर हुन्छ, 2-4 पैसा कमाएर। म भन्छु नआऊ तिमीहरू, त्यहीँ बस है। यहाँ आयो भने तिमीहरूको बिजोग हुन्छ, तिमीहरूको बुवा आमाको बिजोग हुन्छ, परिवारको बिजोग हुन्छ, खाना लाउन गाह्रो पर्छ। यस्तो अवस्था छ। अनि यस्तो अवस्थालाई कसरी सिर्जना गरेर मिटिङ बसेर संसदमा यस्तो गरिबहरूको चाहिँ छलफल गरेर यो रोजगार कसरी ल्याउने। अब रोजगार ल्याउनलाई मेरो कुरा भनेको कम्पनी नै खोल्नुपर्छ भन्ने छैन क्या। ठुल्ठुला कम्पनीहरू पनि खोल्नुपर्छ।